दुई बजेसम्म रोप्यो पानी आयो त्यहाँ भरियो कति गाड्ने हो र घाँस ओ दुईटा उठा त भाइ दुई चार उठा हे गाइज वेलकम ब्याक टु माई च्यानल जस्तो कि म यता घर आउनुभन्दा अगाडि मैले अस्ट्रेलियाको हाम्रो घर टुर गराएको थिएँ घर चाहिँ देखाएको थिएँ हामी यहाँ कसरी बस्छौँ भनेर म आज चाहिँ घर आइपुगेँ गाउँको घर अनि म आज तपाईँहरूलाई गाउँको घर चाहिँ देखाउँछु आइयो बाबा लड्यो कि क्या म अहिले छु धानबारीमा पछाडि देख्न सकिन्छ मेरो घर अनि कटेज छ यहाँ यो सबै यो बोटबिरुवा म जाँदाखेरि सानो सानो थियो मैले रोपेर गयो अहिले यत्रो भयो ठिक छ त किचनमा नुम्बर्छ यहाँ एउटा त्यो भित्र अँधेरोमा अब अनि यहाँ अब यस्तो छ अब म घारीतिर छिर्न लागेँ होइन पहिले त यहाँ बाटो थियो त्यो मैले रोपेर गएको जाँदाखेरि अलि अगाडि नै रोप्या हो अनि मम्मीलाई चाहिँ पानी हाल्नु संरक्षण गर्नु है भनेको थिएँ यो सबै हाँगासँग लुस्दिनु भनेर यो तल यस्तो भयो भने बढ्दैन भनेर मैले भिडियो हेरेको थिएँ यो राम्रोसँग बढेको भएपछि माथि पुगिसक्छ क्या अहिले त्यहाँ माथिको रुख हेरो अर्को यहीसँग ल्याएको अर्को माथि छ अनि त्यो हेऱ्यो भने चाहिँ यो पनि काम छैन ल अब यसलाई चाहिँ यसरी हो बस यो चाहिँ त्यो खसीले खाएर ध्वंस पारेको थियो त्यही भएर त्यो मर्दा सरेको अनि यो कटहरको रुख यहाँ आँपको रुख अरू पनि थियो मैले ढाल देखाएर खाँदैनन् कसैले भनेर सानो फल्ने आँप थियो यहाँ लिएर जाँदैछु अब के हालत होला त मेरो अब म लिएर जाँदैछु यहाँ एभोकाडो देखाउन यो अमलाको रुख हो फलेर त यार यो झुटै फल्नु पनि यो झरेर बच्या हो कि खाएर बच्या हो थोरै रह यो बोटी यसको छुट्टै कहानी छ यत्रो भए यो फल्छ होला सायद यसको छुट्टै कहानी चाहिँ कस्तो छ भने कटहर यहाँ यत्रो भयो म काठमाडौँमा बस्थेँ त्यो घरबेटीकोबाट लिएर आएको थिएँ कि त्यतिखेर रोपेको यो ठुलो भयो अनि मैले यतातिर चाहिँ त्यो किनेर ल्याएर रोपेँ अनि अब 2-4 वर्षमा फल्ला अब यो सानो रुख त फल्दैन यो चाहिँ फल्छ होला ठुलो रुख गाउँको घरमा आउन मन लाग्ने बनाउनु पर्छ लाग्छ नत्र गाउँ बिर्सिहालिन्छ नि आफैले हो नि त सिँगार्ने त गाउँको घरमा त्यही भएर आउन मन लाग्छ यहाँ याद जोडिएको छ नि त हामी यहीँ हुर्क्या हो यही घरमा मम्मीलाई अलि दुःख भयो घाँस खानु पर्यो भनेर भैँसी एकपालि हामीले बेचिदिएको मम्मी रुँदै हिँडेर यो भैँसी ल्याएको हुन्थ्यो त्यतिखेर यो भैँसी मलाई चाहियो भनेर अनि त्यसले अहिले सानो पाडी जन्माएको छ अनि यो हाम्रो गोठ चाहिँ मम्मीले घाँस राख्नुहुन्छ यहाँ कुकुर छ पप्पी भन्ने माले मैले बिहान घाँस काटेर ल्याउनु भयो अनि मैले रोपेको त्यहाँ उखु पनि छ गरौँ भाला खाना हुन्छ हामी सानोमा चाहिँ याद छ कि खुब खान्थ्यौँ हामी अनि मैले सानो स्कुल भन्दा इस्कुस लाउनु भएको यहाँ पनि एउटा लाएको थिएँ मैले म त बोटै भेट्दिनँ त्यो एभोकाडोको घाँससँगै काट्दिएँ जस्तो हामी बाइक यहाँ छ अनि यो हो हाम्रो किचन रुम भाउजू व्यस्त हुनुहुन्छ बिहानदेखि खाना बनाउन
मासु भुटेर खुवाइसक्नुभयो लोकल मासु अनि यहाँ चाहिँ म त खलखल भएँ अनि यस्तो छ हाम्रो किचन रुम भाँडाकुँडा यहाँ छ अहिले नुहाउनुपर्छ यस्तो छ है यो टेबल भइगयो आइयो कुर्सी भइगयो फ्रिज छ हाम्रो यहाँ खोइ मोही खाउँ त भाउजू त्यहाँ फ्रिजमा हाल्यो मोही ए ल यो गर्मीले चाहिँ मरिने भयो त्यही हाम्रो पर्सनल पानी हो पर्सनल धाराको पानी अनि खानेपानी उताबाट नि आउँछ यो अर्को पानी हो यो चाहिँ आइरहन्छ यो सुक्छ भने एक टाइममा अनि एउटा धारो हाम्रो त्यहाँ ट्याङ्की पनि छ पुग्छ भनौँ न अनि हाम्रो यहाँ मौरीको घार पनि छ अस्ति ममले काट्न लाए भन्नुहुन्थ्यो टोको पनि पित्थामा यसले खतम भएको छ टोकिहाल्छ नि यो चाहिँ हाम्रो भाउजूको बुवा आउनुभएको थियो अनि यहाँ मौरी डुलिरहेको देख्दाखेरि यो बनाएर राखिदिनु पर्छ भनेर बनाएको आएर बस्याएको उहाँ भाउजूको बुवाले राखिदिनु भयो हो तर यहाँ बच्चा बच्चीलाई चाहिँ टोक्ला यो हाम्रो पुरानो किचन हो भान्सा रुम यस्तो छ यहाँ हामी यो पछि बनाउनु भएको यो सुधारिएको चुलो हो यस्तो छ सुधारिएको चुलो आउनुभन्दा अगाडि नै बुवाले यस्तै खालको अर्को यस्तै नाप उसमा भन्दा नि आफ्नो तरिकाले बनाउनु भएको थियो यस्तै अगाडि बनाउनु भएको थियो बुवासँग धेरै कलाहरू थिए यो घर यो सब जे पनि देख्नुहुन्छ यहाँ वरपरको संरक्षण त्यो नयाँ घरभन्दा बाहेकको बुवाले नै बनाउनु भयो यहाँ युज भएको सबै चिजहरू खाट दराज टेबल यो त्यो सबै बुवाले बनाउनु भयो यहाँ हाम्रो घरमा मात्रै नभएर गाउँभरि सबैतिर भनौँ न त्यसरी बनाउनु भएको हामी सानोमा डाडु लिएर बस्थ्यौँ यहाँ अँगेनाको छेउमा दुम लिन्छ र चलाउन भनेर चलाउन पनि त्यस्तो हुन्थ्यो हाम्रो यहाँ पुरानो हो यहाँ खुर्पा राख्ने छ यो खुर्पा कच्चाहरू राख्छन् मम्मीले ठेकी छ हाम्रो यहाँभित्र चकटी रहेछ हाँडी छ तुलसी छ यो तुलसी नि एकदमै पुरानो तुलसी हो अनि मम्मीले यहाँ चाहिँ दुध सुध तताउने ओर्ने गर्नुभएको र खाना पल्लो रुममा पाक्छ त्यही खाने गरे हो 53-54 सालमा बनाउनु भएको भन्नुहुन्थ्यो मम्मीले अहिलेसम्म भूकम्पले पनि केही गरे होइन ठिक छ के लिएर आयो पप्पीलाई खाना दियो केलाई खाना दिएको कुत्ते भन न पप्पी कुत्ते हो कुत्ते घरको सुरक्षा गर्नु पर्यो नि त्यसले के खुट्टा खाँदैछ मायाले तातो फेरि यो Sorry. दाई आउनु भएको नेत्र दाई दाई भाउजू भाउजू नमस्कार आराम हुनुहुन्छ के छ छोरीको हालखबर हिजो दादा नमस्कार सर कताको यात्रा हो दादा कता घर आउनु भयो आमा छोरा मिल्ने मान्छे भन्नु म त एकदम मान्छे आएको मात्रै